कम्पनीले कम्पनी सञ्चालक, शेयर होल्डर र कर्मचारी बीचको एकता कायम राख्न प्रत्येक वर्ष गरिने कर्मचारी प्रशिक्षण तथा वनभोज कार्यक्रम यो वर्ष पनि ललितपुरको नक्खु दोभानमा रहेको मगर सङ्घको प्राङ्गणमा आयोजना गरिएको थियो। रक्तदान, कर्मचारी प्रशिक्षण, सम्मान तथा वनभोज सहित वार्षिक सद्भावना भेला 2081 शीर्षकमा आयोजित कार्यक्रमको सभापतित्व नेप्सेम्याक सेवा प्रणालीका अध्यक्ष तथा प्रबन्ध निर्देशक टीकाराम दाहालको सभापतित्वमा भएको हो भने कार्यक्रम नेप्सेम्याकका प्रमुख सञ्चालक लक्ष्मीप्रसाद गेलालले सञ्चालन गर्नुभएको हो। अतिथि आसन ग्रहण गराउँदै राष्ट्रिय गानबाट अगाडि बढेको कार्यक्रममा उपस्थित अतिथि, सञ्चालक, कर्मचारी, पत्रकार लगायत सम्पूर्णलाई नेप्सेम्याक ग्रुपका सञ्चालक मित्र प्रसाद घिमिरेले स्वागत मन्तव्यबाट स्वागत गर्दै वातावरण जोगाउन र सामाजिक रूपान्तरणको अभियानमा नेप्सेम्याकको भूमिकाबारे चर्चा गर्नुभयो। हामीले कार्य सम्पादन गर्ने कार्यक्षेत्रका नगर प्रमुखज्यूहरू, वडाध्यक्षज्यूहरू लगायत हाम्रा आमन्त्रित व्यक्तित्वहरू, त्यसै गरी नेप्सेम्याक ग्रुप अन्तर्गतका परिवर्तन सेवा प्रणाली, नेप्सेम्याक सेवा प्रणाली, नेपाल प्रदूषण नियन्त्रण तथा स्वस्थ समाज केन्द्र प्रणाली, ग्रिन सिटी स्यानिटेसन प्रणाली, क्लिन काठमाडौँ वेस्ट म्यानेजमेन्ट प्रणाली, नेपाल भ्याली इन्जिनियरिङका कर्मचारी साथीहरू एवं पत्रकार मित्रहरू, यो नेप्सेम्याक ग्रुपको यो वार्षिक सद्भावना भेला अर्थात् रक्तदान कार्यक्रम, कर्मचारी प्रशिक्षण कार्यक्रम, सम्मान कार्यक्रम एवं यो वनभोज कार्यक्रममा यहाँहरूको यो उपस्थितिका लागि म नेप्सेम्याक ग्रुपको तर्फबाट, आयोजक संस्थाको तर्फबाट यहाँलाई स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम स्वागतम। हामी हाम्रा नगर प्रमुख आदरणीय चिनीबाबु महर्जनज्यूप्रति हार्दिक आभार प्रकट गर्दछौँ। अत्यन्त व्यस्त समयका बावजुद पनि समयमै उपस्थित भई हामीलाई हौसला र प्रेरणा प्रदान गर्न यहाँ आउनुभएको छ। मेयर साहबको लगायत हाम्रा विशिष्ट व्यक्तित्वहरूको उपस्थितिका लागि म पुनः स्वागत गर्दै म बिदा हुन चाहन्छु। हस्, धन्यवाद, नमस्कार, जय वातावरण, स्वागतम स्वागतम स्वागतम। धेरै धेरै धन्यवाद छ मित्रजी स्वागत मन्तव्यको लागि। अब हामी कार्यक्रम उद्घाटनको सङ्घारमा छौँ। बिरुवामा पानी राखेर सेसन गरेर कार्यक्रमको शुभारम्भ गर्नेछौँ। बिरुवामा पानी राखिदिनका लागि म यस कार्यक्रमका प्रमुख अतिथि श्री बाबु महर्जनज्यूलाई सादर अनुरोध गर्दछु। गमलामा पानी यहाँ अगाडि छ। जोरदार तालीहरू पनि सम्मान गरौँ र सम्पूर्ण मित्रहरू आफ्नो यथास्थानबाट यहाँहरू उठिदिनु होला र हामी ताली मैले भन्नु पर्दैन। हाम्रा पाहुना मित्रहरू आउँदै हुनुहुन्छ। जाउला खेलका डिएसपी नरहरी आचार्यज्यू हामी आज आइसक्नु भएको छ। उहाँलाई प्रेसमा आसन ग्रहणको लागि म अनुरोध गर्दछु। स्थानीय नागरिक सरकार मञ्च नेपालका अध्यक्ष एवं मेगा हस्पिटलका अध्यक्ष किशोर राणाज्यू हामी आज आइसक्नु भएको छ। उहाँलाई पनि म प्रेसमा आसन ग्रहणको लागि म सादर अनुरोध गर्दछु। यसै गरी सम्पूर्ण महानुभावहरू हामी राष्ट्रप्रति सम्मान स्वरूप सबैजना उठेर राष्ट्रिय गानमा सरिक हुन्छौँ र प्राविधिक मित्रलाई राष्ट्रिय गान बजाइदिनको लागि म अनुरोध गर्दछु। Sarva Bombay Panitia Kami
शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छ विशाल राष्ट्र हाम्रो जय जय नेपाल। कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष राजेश कुमार महर्जन, वडा नम्बर 4 का वडा अध्यक्ष सन्तोष खड्का, वडा नम्बर 9 का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता राजु महर्जनले आफ्नो धारणा राख्नु भएको थियो। निसम्याकले अहिले हरेक ठाउँहरूमा सरसफाई कार्यक्रमको पनि सामाजिक उत्तरदायित्व कार्यहरू गरिरहेको हामीले पाउँछौँ र त्यो गरी अहिले जति पनि हामी ललितपुर सफा गर्छौँ त्यसको श्रेय चाहिँ धेरै जस्तो लाग्छ मलाई निसम्याकले जान्छ जस्तो लाग्छ। यहाँलाई धन्यवाद दिन चाहन्छु किनभने अहिले बाटोघाटोमा यहाँले हरेक अभियान कार्यक्रम चलाउनु लाग्छ। निसम्याकको यो जुन साधारण सभा छ आज विशेष गरी चाहिँ वार्षिक साधारण सभा सद्भाव मेला र यहाँ चाहिँ जुन अहिले लकडाउन भइरहेको छ त्यसै गरी चाहिँ विभिन्न कार्यक्रमहरू भएको छ। यहाँको कार्यक्रम सफल होस्, अझ उत्तरोत्तर प्रगति गर्न सकोस् भन्ने कुरा शुभकामना व्यक्त गर्दै मेरो सानो कुरा यहीँ टुङ्ग्याउँछु। धन्यवाद। कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिहरूले समेत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुभएका दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले नेप्सेम्याक सँगको सम्बन्धले दक्षिणकाली नगरपालिकालाई सफा र सुन्दर बनाउन थप मद्दत पुगेको भन्दै नेप्सेम्याक ग्रुपको प्रशंसा गर्नुभयो। यहाँहरूले जुन प्रकारको सेवा दिइराख्नु भएको छ यो सेवा हेर्दाखेरि फोहोर मैलाको काम गर्ने भनेर छोटो शब्दमा भन्दाखेरि मान्छेले अलि हेलाको दृष्टिकोणले पनि हेरेको होला, तर साँच्चै राम्रोसँग बुझ्ने हो भने यहाँहरू जस्तो सम्मान गर्न लायक अरू हुन सक्दैन र सायद कुनै दिन दक्षिणकाली नगरपालिकाले पनि यस्तो खालको काम गर्दाखेरि तपाईँहरूलाई पनि हामी निमन्त्रणा गरेर सम्मान गर्नको लागि हामी लालायित छौँ। सायद तपाईँहरूले सूचना प्राप्त गर्नुभयो भने दक्षिणकालीलाई पनि यो अवसर दिलाइदिनको लागि मैले आग्रह र अनुरोध गर्दै आजको यो कार्यक्रमको एकदमै सफल भव्य रूपमा चाहिँ अगाडि बढोस् र यहाँको पिकनिक साँच्चै नै सद्भाव पिकनिकको रूपमा रूपान्तरित हुन सकोस् र आगामी दिनमा अझै एक कदम बढी यो उपत्यकाको सहरलाई सुन्दर बनाउने अभियानमा तपाईहरुलाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार, जय नेपाल। कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालकै सफा र सुन्दर सहरको रूपमा परिचय बनाउन सफल ललितपुर निर्माणमा नेप्सेम्याकको भूमिका अतुलनीय रहेको भन्दै यो सन्दर्भमा आफूलाई प्राप्त सबै जस नेप्सेम्याकलाई जिम्मा लगाउने समेत बताउनुभयो। यो महानगर यति सफा हुनु, सुन्दर हुनु, हरियाली हुनुमा चाहिँ महानगरकै मात्र योगदान चाहिँ किमार्थ होइन, यसमा चाहिँ नेप्सेम्याक जस्तो संस्थाको पनि यसमा चाहिँ जुन किसिमको आबद्धता छ त्यो निकै प्रशंसनीय छ। तसर्थ यो जति पनि ललितपुर महानगरपालिका सफा छ भनेर मलाई धन्यवाद मेयर साहब भन्दै गर्दा त्यो धन्यवादको पोको पनि मैले नेप्सेम्याकले नै बुझाइदिएँ है त। र भविष्यमा पनि हामी नेप्सेम्याकसँग धेरै काम कुरोमा, सफाई सम्बन्धी धेरै काम कुरोमा चाहिँ हामी हातेमालो गरेर अगाडि बढ्न चाहन्छौँ भन्ने कुरा मौखिक मात्र होइन, खालि लिप सर्भिस मात्र होइन, यसलाई चाहिँ हामीले काम गरेर देखाउने छौँ भन्ने कुरा पनि मैले यहाँ समक्ष उद्घाटन व्यक्त गरेँ। कार्यक्रममा नेप्सेम्याक र परिचित बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेपाल रेड क्रस सोसाइटी वडा नम्बर 4 उपशाखा तथा ब्लड बैंक पुल्चोक ललितपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत गरिएको थियो। रक्तदान कार्यक्रममा नेप्सेम्याकका कर्मचारी तथा सञ्चालक समूहको सहभागिता थियो। लक्ष्मी सरको यो कतिौं पटक हो सर? हजुर, कतिौं पटक हो? 26औं पटक रक्तदान गर्दै हुनुहुन्छ उहाँले। कार्यक्रमलाई मनोरञ्जनमय बनाउन नेप्से कवि तथा नेप्सेम्याक ग्रुपका प्रवक्ता लक्ष्मी प्रसाद घिमिरेको संयोजनमा विभिन्न नाचहरू तथा मनोरञ्जनका अन्य कार्यक्रमहरू समेत भएका थिए। उनको मेरो जिन्दगीको बातै गजब छ, किनभने हामी दुईको जातै गजब छ, किनभने हामी दुईको
दुईको जातै गजब छ किनभने हामी दुईको जातै गजब छ जनयुद्ध सुरु क्रान्तिका रातरुमाला नेपालीमा गणतन्त्र ल्याउने दारी पुष्पकुमाला प्रचण्ड हुने गुरु क्रान्तिका रातरुमाला फुलै फुलमा जन्म भए तापनि जिन्दगी काँडामा रेटिनु नै त रहेछ फुलै फुलमा जन्म भए तापनि जिन्दगी काँडामा रेटिनु नै त रहेछ सुनकै थालमा खिरै खाए तापनि आखिर भोक मेटिनु नै त रहेछ अलङ्कार जे पहिरिए तापनि ढाक्नु त यो शरीर नै रहेछ अलङ्कार जे पहिरिए तापनि ढाक्नु त यो शरीर नै रहेछ चाँदीकै पलङमा सुते तापनि पुर्याउने त्यही निन्द्रा त रहेछ घमण्ड जति नै गरे तापनि चाहिने समाजको साथ नै रहेछ घमण्ड जति नै गरे तापनि चाहिने समाजको साथ नै रहेछ पानी पिएर धन कमाए तापनि जानु त खाली हात नै रहेछ आलिशानको महल बनाए तापनि सुत्ने त एउटा खाट नै रहेछ आलिशानको महल बनाए तापनि सुत्ने त एउटा खाट नै रहेछ जति नै अगाडि बढे तापनि यात्राको टुङ्गो त घाटा नै रहेछ कार्यक्रममा ललितपुर जिल्लाको ट्राफिक प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र गिरीको समन्वयमा प्रहरी नायब निरीक्षक हरिशरण पौडेलबाट विभिन्न किसिमका ट्राफिक सचेतनामूलक प्रशिक्षण समेत प्रदान गरिएको थियो। नमस्ते नमस्ते ट्राफिकमा पनि यस्तै हुन्छ एकचोटि रोक्नुहोस् भन्दा कसैले रोक्दैन रोक्नुहोस् भन्दा पनि रोक्दैन ए रुक भन्दाखेरि सबैले रोक्छन् भनेको जस्तै एकपटक नमस्ते भनियो कसैले गर्नुभयो मिसपर्सनले गर्नुभयो दुईपटक तेस्रो पटक गर्दाखेरि लगभग सबैले गर्नुभयो त्यसैले कुनै नियम भन्ने चिज कुनै कानुन भन्ने चिज कुनै बानी लगाउने भन्ने चिज चाहिँ एकपटक अनि डेढ पटक दुई पटक मात्रै होइन बारम्बार रिपिटेड भइसकेपछि मात्रै त्यो हाम्रो मस्तिष्कमा बस्छ त्यो हाम्रो मसल मेमोरीमा बस्छ अनि हामीले त्यही अनुसारले काम गर्न सक्छौँ। नमस्कार सबैलाई म प्रहरी निरीक्षक भूपेन्द्र गिरी अहिले ललितपुर जिल्लाको ट्राफिक प्रमुखको रूपमा काम गर्दै आइरहेको छु। अलिकति साथीहरूलाई बाहिरबाट साथीहरूलाई केटाकेटा आएर बस्नुलाई अनुरोध गर्दछु। कहिले पनि वापसी नगरिकन चाहिँ सवारी चालकको रूपमा काम गर्दै गर्नु भएको व्यक्ति को हुन्छ ल अगाडि आउनुहोस्। हिजो बेलुका 10-11 बजेसम्म हल्का कुच्चा खानु भएको एक दुईजना साथीहरू अगाडि आइदिनु। खाएको व्यक्ति छुट्टै बस्नुहोस् नखाएको व्यक्ति छुट्टै बस्नुहोस्। तपाईँहरू सबैले सुन्नु भएको छ यो रेडबुल खाएर भर्खरै आएको छ तपाईँले मापुसी मेसिनले मापुसी देखायो भनेर भन्ने मान्छेहरू हामीलाई धेरै हुनुहुन्छ। 20 जना मान्छेमा 10 जनाले त्यही भन्नुहुन्छ। लालमान सरलाई म कहिले पनि रक्सी नखाएको व्यक्तिहरूलाई रेडबुल खुवाउनु मापुसी मेसिनले देखाउँदो रहेछ कि एकचोटि चेक गर्नु आउनु पऱ्यो। म्याडमलाई गर्नुहोस् नो अल्कोहल भनेर देखाइरहेको छ है अहिले यतिकै पुग्दा। अब रेडबुल खानुहोस्। अब स्टिल नो अल्कोहल नै छ है मलाई सबैले ताली बजाएर सहयोग गरिदिनु होला। दोस्रो व्यक्तिलाई हो अलग्गै खानु दिँदा पनि पहिला फुक्नु दिनुहोस्। नो अल्कोहल भनेर आएको छ अब खानु होला। प्लिज ब्लो भनेर आएको छ। अब हामी एकजना म्याडममा गएको छौँ जो अरू बेलामा जाँडा क्षेत्रमा खाने मान्छे हुनुहुन्छ।
अहिले नो अल्कोहल छ सुरुमा पनि नो अल्कोहल भनेर आएको छ उहाँलाई पनि सबैले खाली बुझाइदिनु यतिकै ठुलो लाउनु होला आज खानु भएको छ हिजो बेलुका खाएको तर मेसिनले आजै खाएको भनेर डिटेक्ट गरिसक्यो अब उहाँलाई फेरि रेडबुल खुवाएर गएको छौँ बाँकी मैले हामीले सानो टेस्ट गराउनुको कारण के भने वास्तवमा अल्कोहल नखाइकन अल्कोहल खायो भनेर मेसिनले देखाउँदैन कहिले पनि तर राति खाएको व्यक्तिले पनि जो व्यक्तिले धेरै अल्कोहल खानुभएको छ अथवा लेट नाइटसम्म खानुभएको छ त्यसपछि बिहान चाहिँ हेभी चिजहरू त्यस्तो केही धेरै खाइसक्नु भएको छैन पानी टल्ला खानु भएको छैन भने त्यो बास्ना फेरि पनि देखाउँछ त्यो जुन बेलासम्म चाहिँ अल्कोहलको गन्ध त्यसको चाहिँ हामी यो नेक्सोम्यान परिवर्तनको टोपी लगाउने व्यक्तिहरू जसले चाहिँ चालकको रूपमा काम गर्नुहुन्छ तपाईँहरूको जब असाध्यै अप्ठ्यारो जबहरू मध्येमा पर्छ र हाम्रो जब पनि सबैभन्दा अप्ठ्यारो जबहरू मध्येमा पर्छ चाडबाड भन्न मिल्दैन आफ्नो बर्थडे पार्टी बिहा भोज भन्न मिल्दैन जब तपाईँहरूले र हामीले काम गर्न छोड्छौँ तब अरूको कामहरू रोकिन्छ कतिपय व्यक्तिहरू त्यस्ता हुँदैनन् जसले चाहिँ आफ्नो काम छोडेको कारणले गर्दा नै अरूको काम रोकिने हुँदैन तर तपाईँहरू र हामीहरूले जब काम गर्न छोड्छौँ अरूको अन्य कामहरूमा पनि धेरै ठुलो इफेक्टहरू पर्छ त्यही भएर हामी सभ्य हुनु जरुरी पनि छ हामी आफै पनि सुरक्षित हुन जरुरी छ हाम्रोसँग धेरै मान्छेले गएर चट्ट अनुहार हालेर गइहालौँ यो टाढा राख्नु पनि नमिल्ने धेरै नजिक ल्याउनु पनि नमिल्ने खालको भनेर तपाईँलाई पनि भन्छन् हामीलाई पनि त्यही भन्छन् पुलिसको सङ्गत गर्न पनि गाह्रो छ सङ्गत नगर्नु पनि गाह्रो छ भनेर भन्छ तपाईँहरूलाई पनि त्यही भन्छ त्यो भएको कारणले तपाईँहरूले र हामीले केही कुराहरूमा कमन अन्डरस्ट्यान्डिङ बनाएर जान जरुरी छ हामी प्रत्येक व्यक्तिको घर घरमा पुग्न सक्ने क्षमता भएको र कार्यविभाजन भएको व्यक्तिहरू हो हामीले आफूले सुरक्षित भएर गाडी चलाउने सुरक्षित भएर काम गर्नको लागि पनि यी र यस्ता कार्यक्रमहरू गर्नुहुने नेक्सोम्यानको सम्पूर्ण म्यानेजमेन्ट टिमलाई धन्यवाद दिन चाहन्छौँ हामी र अबको केही समयको चाहिँ प्रशिक्षणको लागि हाम्रो लगभग 21 वर्षदेखि यो प्रशिक्षणकै लागि चाहिँ खटिरहनु भएको हाम्रो सही साहब हुनुहुन्छ हरिशरण पौडेल साहबलाई चाहिँ म यहाँ माइकमा बोलाउन चाहन्छु सबैले ताली बजाएर स्वागत गर्नु सरलाई धन्यवाद सर र जसले जुन आयोजक कमिटीबाट तपाईँको र हाम्रो भेट गराइदिनलाई जसले यो साइड जुराइदिनु भयो उहाँलाई पनि एकदमै धन्यवाद छ हामीले सबैजनाले समाज एउटा मानव भएपछि मान्छेको एउटा समूह बन्छ र आफ्नो किसिमको भूमिकाहरू हामीले निर्वाह गर्छौँ निर्वाह गरिसकेपछि एउटा समाज बन्छ समाज भएपछि मानवीय स्वभाव हो मान्छेले ऊ बाँच्नको लागि खानुपर्छ खानको लागि उसले विभिन्न रोल प्ले गर्नुपर्छ र त्यसकारण हाम्रो एउटा समाज बनेको छ सरले भन्नुभएको जस्तै असाध्यै हामी जटिल परिस्थितिमा छौँ तपाईँ र हामी नभई पनि नहुने नुन जस्तै अलिकति बढी भयो भने चर्को हुने अलिकति कम भयो भने खल्लो भइहाल्ने त्यसले
त्यसले गर्दा हामीले गर्व गर्नुपर्छ। हामी जुनसुकै उसमा काम गरे पनि हामीले आफ्नो समाजको लागि काम गर्ने हो, एउटा मानव सभ्यताको लागि काम गर्ने हो, समाजको लागि काम गर्ने हो, मुलुकको लागि काम गर्ने हो र सबैले आफ्नो कामको लागि गर्व गर्नुपर्छ। तर एउटा दुःखका साथ भन्नुपर्छ, हामीकामा अझ पनि कामलाई सम्मान गर्ने एउटा सुसंस्कृतिको चाहिँ विकास भएको छैन। कामको सम्मान गर्नुपर्छ। जुन तपाईँको संस्थाले गर्ने काम त्यो मेरो संस्थाले गरेर हुँदैन, मेरो संस्थाले गर्ने काम तपाईँको संस्थाले गरेर हुँदैन। आफ्नो भूमिका छ, त्यसलाई हामीले स्वीकार्नुपर्छ र गर्व गर्नुपर्छ। सबैको भूमिका त्यही हो। सबैजना इन्जिनियर मात्रै भएर पनि समाज चल्दैन, सबै डक्टर मात्रै भएर पनि चल्दैन, सबै राजनीतिज्ञ भएर पनि चल्दैन, सबै उम्मेदवार भएर पनि चल्दैन, कोही न कोही मतदाता पनि चाहियो। त्यस्तै यो हामी ट्राफिक सम्बन्धीको कुरामा पनि के छ भने 2068 सालको मुसिर 17 गतेबाट चाहिँ हामीले मदिरा सेवन गरेर गाडी चलाउने कुराबाट चाहिँ धेरै मान्छेको पारिवारिक विखण्डन भयो, क्षति भयो, मान्छेको जीवन गयो, समाज गयो, धन गयो, सबै कुरा भएपछि राज्यले एउटा प्रहरीको काम भनेको चाहिँ नागरिकको जीवन रक्षा गर्ने भएको हुनाले र ट्राफिक प्रहरी पनि नेपाल प्रहरीको एउटा अङ्ग भएको हुनाले हामीले यो ड्रिङ्क एन्ड ड्राइभको प्रोजेक्ट लन्च गऱ्यौँ। आजसम्मको मितिमा आउँदा लगभग हामीले 22 लाख जति सवारी चालकलाई ड्रिङ्क एन्ड ड्राइभको दायरामा लिएर आयौँ र हामीले यसो सरसर्ती हेर्दाखेरि घर परिवारको चाहना पनि मान्छेले मदिरा पान नगरे हुन्थ्यो भन्ने रहेछ, समाजको चाहना पनि त्यही छ, कानुनको परिकल्पना पनि त्यही छ। त्यो हामीले स्ट्रिक्टली लागू गर्दा आजको मितिसम्म आउँदाखेरि काठमाडौँमा प्रत्येक वर्ष 200 जना मान्छेको मृत्यु थियो। 200 जनाको मान्छेको मृत्यु हुँदाखेरि 200 वटा घर परिवारमा चाहिँ अभिभावक पिएम हुनुपर्ने, सन्ततिहरूले अभिभावक गुमाउनु पर्ने, आमाले आफ्नो सन्तति गुमाउनु पर्ने अवस्था थियो। अहिले हामीमाथि धेरै अभियोग लाग्ने गर्छ। ट्राफिक पुलिसले अब जस्तो रेड बुल खानेलाई पनि मापसेको दायरामा लिएर आउँछ भन्ने अभियोगहरू लाग्छ, जुन अहिले हामीले प्रमाणित गरेर देखायौँ। मदिरा जसले सेवन गर्नुहुन्छ उहाँले पनि सफाइ पाइरहनु भयो क्या। कोही कोही मान्छेहरू हाम्रो अफिसमा चाहिँ मदिराको क्लासको लागि भनेर आउनुहुन्छ अनि उहाँको आफन्तहरूले भेट्नुहुन्छ। अनि के को लागि आउनुभएको भनेको उहाँले स्वीकार्नु हुँदैन। मैले मदिरा सेवन गरेको थिएँ, हिजो म पार्टीमा गएको थिएँ, मलाई ट्राफिक पुलिसले कारवाही गरे भन्नुहुन्न। अझसम्म पनि के भन्दै हुनुहुन्थ्यो, रेड बुल खाइरहेको थिएँ, पुलिसले चिटकाने आएर यिनीहरू यस्तै छन् भन्नुहुन्छ क्या। समय कहाँबाट कहाँ पुगिसक्यो अब होइन। किनभने राज्यको उद्देश्य भनेको पनि नागरिकलाई भिक्टिम गराउने होइन नि, नागरिकको जीवन रक्षा गर्ने हो। त्यस कारणले चाहिँ त्यो एउटा फर्म छ, त्यसलाई चिर्न जरुरत छ। र यो जो परिवारको मान्छेहरू मदिरासँग जोडिन्छ, लागु औषधसँग जोडिन्छ र मैले तपाईँलाई जोड दिन खोजेको कुरा जो यहाँ चालकहरू हुनुहुन्छ, तपाईँको लोडेड गाडीहरू हुन्छ, रातको समयमा सामान डेलिभरी गर्न जानुपर्ने हुन्छ, फर्किनु पर्ने हुन्छ, तपाईँको त्यो कुराहरू कलेक्ट गर्नुपर्ने हुन्छ, त्यो हेभी लोडमा हुनुहुन्छ। तर तपाईँ एकदमै फ्रेस हुन जरुरत छ र हामीले गर्व गर्नुपर्छ। भोलि तपाईँले टाइमली त्यो हामीले त्यो सोइलहरू टाइममा हामीले उठाउन सकेन भने कसैले गफ नदिँदा हुन्छ, त्यसै चल्दैन क्या। त्यसले गर्दाखेरि देश चलाउने काममा तपाईँको पनि भूमिका छ। मान्छेहरू मदिरा सेवन गरेर ट्राफिक पुलिसलाई पनि व्हाट इज योर नेम भनेर बेलुका भएपछि बोल्न आउनुहुन्छ। तर हामी के भन्छौँ भने दिउँसो मान्छेले त्यस्तो गर्नु हुँदैन, बेलुका भएपछि मान्छेहरू चाहिँ मदिरा सेवन गरेर उत्तेजित भएर आउनुहुन्छ। तर उहाँहरू उत्तेजित हुनुभयो भन्दैमा हामी उत्तेजित हुन जरुरत छैन, किन हामी त मदिरा पान गर्दैनौँ। त्यो त नसा हो, नसाको एउटा विशेषता हो। र हामीले जोड्न खोजेको कुरा के छ भने सडक दुर्घटनाको सानो सानो कुरा छ, सानो कुरा छ, धेरै ठुलो कुरा छैन। तर यहाँ सबै दोष चाहिँ चालकलाई लाग्छ। चालकले लापरवाही गर्नुभयो, सबै चालकले औषधि उपचार गर्नुपर्ने कुरा, धेरै आरोपहरू लाग्ने गर्छ, आरोप लागिरहन्छ, त्यो एउटा कुरा हो। तर गोल भनेको चाहिँ ट्राफिक पुलिसले जति पनि गतिविधि गरिरहेछौँ हामी अरूभन्दा अलिकति अर्को अलिक बलियो हिसाबबाट प्रस्तुत भइरहेछौँ। किन भन्दाखेरि हाम्रो गोल भनेकै एउटा नागरिकको अकर्मण्यताको कारणले, एउटा व्यक्तिको अकर्मण्यताको कारणले अर्को व्यक्तिको ज्यान नजाओस्, अर्को व्यक्ति अङ्गभङ्ग नहोस्, अर्को व्यक्तिको सम्पत्ति क्षति नहोस्, कुनै दुर्घटनाको कारणले कुनै पनि आमा रुन नपरोस् भन्ने यो कार्यक्रमको उद्देश्य छ नि। त्यो ऊर्जाका साथ हामीले काम गरिरहेछौँ, हाम्रो पोजिटिभ एटिच्युडका कारणले काम गरिरहेछौँ। यावत तपाईँको कहिलेकाहीँ कमी कमजोरी आउन सक्छ, तर तपाईँहरूलाई सडकमा गाडी उडाउँदाखेरि ट्राफिक पुलिसले भेट्दाखेरि चिटकार्दा अथवा विभिन्न त्यो कानुन कार्यान्वयनको सवालमा केही छ भने मैले बाटोमा बसेर गल्ती गरेँ भने तपाईँले हाम्रो सरहरूलाई अफिसमा आएर अफिसियली रिपोर्ट गर्ने हो। बाटोमै तपाईँले तिनै कन्भर्सेसन चाहिँ नगर्नु होला। मैले गरेको उसहरू चाहिँ मेरो हाकिम साहब उहाँ आउनुहुन्छ भने सरले मलाई करेक्सन गर्नुहुन्छ, कति एमजीको औषधि चलाउनु पर्ने हो कि सलाइन चढाउनु पर्ने हो कि ट्याब्लेटबाट चलाउनु पर्ने सरले गर्नु। त्यो चाहिँ हामी विनम्र अनुरोध गर्छौँ। नागरिकको आवाजभन्दा ठुलो आवाज दुनियाँमा केही पनि छैन र नागरिकको आवाजलाई चाहिँ एड्रेस गर्नुपर्छ।
सवारी ऐनको दफा 130 को दफा खमा चाहिँ के भन्छ भने बाइकको अगाडि बस्ने र पछाडि बस्ने दुवै मान्छेले हेलमेट लाउनुपर्छ भन्ने कुरा छ। त्यो असाध्यै राम्रो कुरा छ। वास्तवमा हेलमेट लाउनुपर्छ। अन्त स्टिल राख्न मिले पनि, अन्त काम्रो बाँध्न मिले पनि टाउकोभित्र स्टिल राख्न मिल्दैन, काम्रो बाँध्न पनि मिल्दैन। अब यहाँ हेलमेट लाउनु नभन्यो भने मेरो हाइलाइट गरेको कपाल छोपिन्छ भन्नुहुन्छ, मेरो स्ट्रेट गरेको कपालको लाइफ जान्छ भन्नुहुन्छ। जीवन जान आइसकेको वास्ता छैन। अब स्टाइलको चाहिँ हामी पछि लागिरहेछ। र कहिलेकाहीँ टाउकोमा चोट लागेको केसमा हामीले डक्टरहरूले अपरेसन गरेको देखेको छौँ। त्यो ब्रेडका सबै निकालेर फ्रिजमा राखेर अपरेसन गर्नुपर्छ। 35 घण्टा 36 घण्टा लाएर मान्छेले टाउको अपरेसन गर्नुपर्छ। कहिलेकाहीँ अब त्यो टेक्निकल कुरा चाहिँ रिसर्च चाहिँ गरेको छैन। तर हाम्रो नाङ्गो आँखाले चाहिँ के देखेको छ भने 5 जना मान्छेको अपरेसन गर्यो भने 3 जनाको बिग्रिन्छ अनि 2 जनाको मात्रै सक्सेस हुने हो। अनि एउटाको चाहिँ त्यो सक्सेस पनि त्यो 25%, 50, 75% भन्ने हुन्छ क्या। त्यसले गर्दाखेरि चाहिँ हेलमेटहरू चाहिँ लाउनुपर्छ राम्रोसँग। र हेलमेट लाउने अहिले न्युज पनि आइरहेको छ। कानुनमा व्यवस्था भएको चिज हो। अब हामी त कार्यकारी अधिकार भएको हो, राज्य सञ्चालन गर्ने तर्फबाट यो काम अहिले रोक्नुहोस् भनेपछि हामीले रोक्ने हो। अहिले तर कानुनमा चाहिँ व्यवस्था छ, पछाडि बस्नेले नै हेलमेट लाउनुपर्छ। अस्ति अझ 2 महिनाभन्दा अगाडिको केस, स्विमिङ पुलभन्दा अगाडिपट्टि हाम्रो चेकिङ भइरहेको थियो। अनि ट्राफिक पुलिसको चेकिङ भएपछि यो चेकिङमा पर्दैन भनेर एकजना मान्छे चाहिँ हिँडिरहनु भएको रहेछ। पडाउ चलाएर R15 बाइक थियो। तनहुको भिमान भन्ने ठाउँमा बस्नु भएको 19 वर्षको एकजना महिला हुनुहुन्थ्यो। उहाँ चाहिँ पठाउ युज गर्नु भएको रहेछ। पछि हामीले त्यो क्यामेराबाट हेऱ्यौँ, त्यो पठाउ त 79 को स्पिडमा कुदिरहेको क्या। अनि ट्राफिकहरूको चेकिङ थियो। यस्तो चेकिङलाई यस्तो क्रस गर्छु भन्दा भन्दै उहाँ डिसब्यालेन्स भएर पछाडि बस्ने मान्छेको स्पोर्ट डेथ भयो क्या। यदि त्यो 79 को स्पिडमा चलाउने चालकलाई चाहिँ 50 भन्दा बढी नकुदाउँ भनेको भए सायद मृत्यु हुँदैन थियो क्या। त्यसकारण यो घटना भनेको चाहिँ हामीले आफ्नो बच्चाहरूलाई, आफ्नो छरछिमेकको मान्छेहरूलाई समयमा चाहिँ काउन्सिलिङ गर्न सकेनौँ भने यो समस्या मेरो घरमा पनि आइपर्छ। मलाई लाग्दैन त्यो समस्या तपाईँको घरभित्र चाहिँ छिर्दैन भन्ने कुरामा चाहिँ पर्सनल्ली आई डु नट बिलिभ। र कहिलेकाहीँ हामीलाई न्युजहरू आउँछ नि त, यहाँ बसेर चेक गर्यो, के गरेर चेक गर्यो भनेर आइरहेछ क्या। वास्तवमा त्यो सही कुरा हो। नागरिकको सुरक्षाको लागि, व्यक्तिको जीवन रक्षाको लागि अघिल्लाको जस्तो त्यो 19 वर्षको बालिका होइन खाउ लाउन भन्ने उमेरको मान्छेहरूको मृत्युको लागि हामी जुनसुकै आलोचना सहन पनि तयार छौँ। तर तपाईँले आजकल हेर्नु भएको छ नेपालका धेरै संस्थाहरूमध्ये कोही सुध्रेको छ भने हामी याद राखेर भन्छौँ त्यो ट्राफिक पुलिस मात्रै हो। हामी यति सुध्रेको छौँ, यति सुध्रेको छौँ, त्यो समयले यति सुधारेको छ, हामी असाध्यै चेन्छौँ। तैपनि अझ भने हामी बाटोमा वापसी चेक गर्दाखेरि मान्छेहरू अझै आउनुहुन्छ, सर यसो मिलाइदिनु न, यसो मिलाइदिनु न भन्न चाहिँ अझै पनि आउनुहुन्छ। हामीलाई त कहिले सुझाइ नदिने हुनुभयो क्या मान्छेले। यहाँ त के छ भने कोही मान्छेले ओभर स्पिडमा गाडी चलाउनु भयो भने हामीले चिट काटेपछि चिट पहिला जस्तो फोटो लिने, लाइसेन्स लिने हुँदैन। अहिले नागरिक एपबाट चाहिँ स्क्यान गरेपछि तपाईँको लाइसेन्स नम्बरमा अटोमेटिक अपडेट गर्ने हो। अनि त्यो हाम्रो अफिसमा आएर यहाँ चाहिँ तपाईँको आयोजकलाई धन्यवाद भन्नुपर्छ। तर यतिको क्लास हाम्रो अफिसमा आएर लिने हो भने 1500 रुपियाँ पैसा तिर्नुपर्छ। त्यसकारण पनि आयोजक जो म्यानेजरहरू हुनुहुन्छ, जसले म्यानेज गर्नुभएको छ उहाँलाई धन्यवाद भन्नुहोस्। हाम्रो अफिसमा आएर तपाईँले यतिको हामीलाई हेर्न चाहिँ 1500 को टिकट काट्नुपर्छ। अनि मान्छेहरू चाहिँ के भन्नुहुन्छ भने टिकट हामीले बाटोमा चिज काट्न आयो भने पनि त्यो क्लास पाउनुपर्छ भनेर जसरी त्यो तिनै मिलाउनुपर्छ भन्नुहुन्छ क्या। अनि हाम्रो अब सबै सिस्टमहरू चाहिँ के छ भने अब ब्याङ्किङ सिस्टम छ। अब हामीले तपाईँको पैसा हामीले डाइरेक्ट हातमा लिँदैनौँ। तपाईँले यी सेवाबाट ब्याङ्किङ एप्सहरूबाट पैसा तिरेर आउने हो। अब तपाईँले कुनै पनि ट्राफिक पुलिससँग पैसाको कारोबार गर्नै पर्दैन। गरियो भने त्यो भ्रष्टाचार हो। हामी विनम्र अनुरोध गर्छौँ त्यो सूचना तपाईँले हाम्रो अफिसरसम्म, हाम्रो अफिसमा आएर चाहिँ नम्बरहरू चाहिँ हामीलाई उपलब्ध गराइदिनुपर्छ। त्यो भने हामी करेक्सन गर्छौँ र हाम्रा मान्छेहरू, हामी आफू पनि र हाम्रा मान्छेहरू भोलि आम नागरिक मैत्री हुने, समाज मैत्री हुने र तपाईँलाई सुसूचित हुने किसिमको कार्यक्रम चाहिँ हामी योजना बनाउँछौँ भने यसको विकल्प नै छैन। र मैले तपाईँलाई अर्को कुरा के भन्न खोजेँ भने रातो बत्तीको कुरा। पृथ्वीमा सन् 1919बाट अमेरिकाबाट ट्राफिक बत्तीहरू पत्ता लाग्यो। संसारका सबै देशका गाडी रातो बत्तीमा रोकिन्छन्।
तर दुर्भाग्य के छ भने नेपालीले चलाएको गाडी चाहिँ रातो बत्तीमा पनि रोकिँदैन। हामीले चलाएको गाडी रोकिनलाई बिरालोले बाटो काट्नु पर्यो। बिरालो पनि कालै रङको बिरालोले बाटो काटेपछि मात्रै बल्ल गाडी रोक्ने हो। अब हामी विनम्र अनुरोध के गर्छौँ भने तपाईँलाई यसरी रातो बत्ती बलिरहेछ भने दायाँ बायाँबाट हरियो बत्ती बलिरहेको हुन्छ। म ट्राफिक पुलिसको जागिरमा 27 वर्ष पुरानो छु। मैले त देखेको छैन बाटोमा मिनी ट्रक र मोटरसाइकल दुर्घटना हुँदा मिनी ट्रक चलाउने मान्छे घाइते भएको मैले देखाएको छैन। त्यहाँ सिद्धिने भनेको बाइक चलाउने, स्कुटी चलाउने, बाटोमा हिँड्ने पैदल यात्री मान्छे नै हो। अस्ति एक ठाउँमा कस्तो दुर्घटना भयो भने त्यही भएर एकदमै ट्राफिक नियम चाहिँ संवेदनशील छ। हामीले मानेनौँ भने हाम्रो ज्यान गइहाल्छ क्या। आज दिउँसो ज्यान जाँदैछ भन्ने कुरा बिहान थाहा हुँदैन। एक ठाउँमा चाहिँ कस्तो भने पहिला सुरुमा जेब्रा क्रस हुन्छ क्या। जेब्रा क्रस भन्दा पछाडि स्टप लाइन हुन्छ। त्यो स्टप लाइन भन्दा पछाडि चाहिँ एउटा कोठा हुन्छ क्या, स्क्वायर सेपको कोठा हुन्छ। त्यो भनेको टु व्हिलरको लागि एलाउ गरेको ठाउँ हो क्या। जस्तो बाइकको लागि, स्कुटीको लागि र कहिलेकाहीँ साइकलहरूको लागि भनेर राखेको ठाउँ हो। अनि त्योभन्दा पछाडि चाहिँ अनि बल्ल 4 पाङ्ग्रे गाडी रोक्ने हो क्या। कहिलेकाहीँ चाहिँ के हुन्छ भने ट्राफिक यसरी हामीले रोक्न भनेर छुट्याएको ठाउँमा राम्रोसँग बाइक रोक्नुपर्ने ठाउँमा बाइक नरोक्ने, कार रोक्ने पर्ने ठाउँमा कार नरोक्ने हो भने सडक दुर्घटना हुन्छ क्या। मान्छेको ज्यान जान्छ। त्यसको लागि कुनै साइडले हिँड्नु पर्दैन। त्यही भएर सबैजना मान्छेले संयमित हुनुपर्छ बाइकको रोक्नु भने। अब हाम्रो चाहिँ यहाँ समस्या कस्तो देखिरहेको छ भने आकस्मिक सवारी साधनहरू हुन्छन्, जस्तो एम्बुलेन्स, दमकलहरू, सब वाहनहरू विभिन्न हुन्छन्। अब हामी चाहिँ एम्बुलेन्सलाई पनि बाटो नछोड्ने, दमकललाई पनि बाटो नछोड्ने। यहाँ बाटो छोड्ने भनेको टिप्परलाई मात्रै हो। यसले पनि हामी कहाँ समस्या निम्ताइरहेको छ। र कहिलेकाहीँ हामीले स्कुलको गाडीहरूलाई पनि हेर्नुपर्छ। हाम्रो अत्यधिक स्पिड भनेको चक्रपथ एरियामा फास्ट ट्र्याकमा 50 को स्पिड हो। अब चाहिँ क्यामेराहरू एआरपिआरले तपाईँका गतिविधिहरूलाई चाहिँ एकदमै हेरिरहेको हुन्छ। को कतिमा कुदिरहनु भएको छ क्यामेरामा अटोमेटिक त्यो रेकर्ड भइरहेको हुन्छ क्या। अब हाम्रो मानसिकता चाहिँ यसो हेर्ने ट्राफिक पुलिस कता उभिएको छ भन्ने हिसाबबाट हामी ट्राफिक नियम पालना गर्नुपट्टि जान्छौँ। हामी विनम्र अनुरोध गर्छौँ त्यसरी सडक प्रयोग नगर्नु होला। हाम्रा गतिविधिहरू चाहिँ निगरानी गरिरहेको हुन्छ सिसी क्यामेराले। त्यही भएर हामी एकदमै अनुशासित हुनुपर्छ। 50 को ठाउँमा 51 मा कुद्यो भने पनि त्यो कारबाहीको दायरा हुन्छ। आज जति पनि दुर्घटना हुँदैछ लगभग तपाईँको यो अहिले मापसे ओभर स्पिड र रातो बत्तीको जुन यो कारबाहीको सिलसिलाबाट चाहिँ काठमाडौँमा प्रत्येक वर्ष 200 मान्छेको मृत्यु थियो क्या। त्यो अहिले 200 को मृत्यु घटेर चाहिँ 170 मा झरेको छ क्या। 170 मा झरिरहेको छ। नेपाल अधिराज्यको डाटालाई एनालाइसिस गर्ने हो भने दिनको तपाईँको 7 जना मान्छेको सडक दुर्घटनाको कारणले मृत्यु छ नेपालभरि नै। त्यो चाहिँ कस्तो भने बाटो क्रस गरिरहेको मान्छेलाई मिनी ट्रकले ठक्कर, बाटो क्रस गरिरहेको मान्छेलाई स्कुटरले ठक्कर, त्यस्तो भएर त्यो एकैचोटि गाडी पल्टेर भने कि सानो सानो फाटाफुट्टा घटनाहरूमा चाहिँ दिनको 7 जना मान्छेको मृत्यु छ। हाम्रो डाटाले फेरि के भनिरहेछ भने दिनको 20 जना मान्छे फेरि सुसाइड गरिरहेछ क्या हामी कहाँ फेरि। त्यही भएर हामी अग्रज सोसियोलोजीको इथिक्समा के हुन्छ भने हरेक अग्रज नागरिक भोलिका पुस्ताको लागि चाहिँ ऊ अग्रज हुन्छ क्या। जस्तो म 60 वर्षको मान्छे अगाडि म 50 वर्षको मान्छे त सानो भएँ नि त, तर 40, 30, 20 वर्षको मान्छेको लागि म पनि त अग्रज भएँ नि त। र कुनै बच्चा 15 वर्षको छ भने ऊ 7 वर्षको बच्चाको अगाडि ऊ त सिनियर भयो नि त। स्कुलको बसमा सानो बच्चाहरू बस्छ भने त्यो 7 वर्षको पढ्ने बच्चा चाहिँ उभिरहेको हुन्छ नि त। त्यही भएर हरेक मान्छेहरू चाहिँ जवाबदेही हुनुपर्छ र हामीले मान्छेलाई प्रोत्साहन गर्नुपर्छ। अस्ति पानी परेको थियो, अस्तिसम्म जाडो थियो, अब अहिले घाम लागेको छ, अब गर्मी सुरु भयो। यो सोसाइटीको यो डाइमेन्सन भनेको चेन्ज भइरहेको छ क्या। र मान्छेलाई बाँच्नुपर्छ। मान्छे 84 लाख जुनी पार गरेर एकचोटि मान्छेको जीवन पाउँछ, मान्छे बाँच्नुपर्छ भन्ने कुराहरू गर्छ। त्यो हामीले काउन्सिलिङ गर्नुपर्छ। र हामी जुनसुकै पेसामा भए पनि हाम्रो अभिभावकप्रति हामी चाहिँ एकदमै उत्तरदायी हुनुपर्छ। हाम्रा गतिविधिले हामीलाई जन्माउने आमा रुनु हुँदैन। हाम्रो आमा पनि रुनु भएन र हाम्रो नेपाल आमा पनि रुनु भएन र रुने काम पनि गर्नु भएन। आफ्नो भूमिका सबैले गर्नुपर्छ। अहिले चाहिँ लाइसेन्स दिनको लागि चाहिँ के छ भने बाइक र स्कुटीको लाइसेन्स चाहिँ हामीले 16 वर्षमा नै दिने गरेको छ।
सवारी यातायात व्यवस्था ऐनको दफा 47 मा चाहिँ 16 वर्ष पुगेको मान्छेले बाइक स्कुटीको लाइसेन्स चलाउन पाउनुहुन्छ र गाडीको लाइसेन्स दिनको लागि चाहिँ 18 वर्ष उमेर चाहिन्छ र हेभी गाडी लाइसेन्स दिनको लागि चाहिँ लाइसेन्स लिएको 2 वर्ष र उमेर चाहिँ 21 वर्ष पुगेको हुनुपर्छ भन्ने कानुनमा व्यवस्था छ। अब यसमा पनि अलिकति समय सापेक्षको हिसाबले चाहिँ के कुरा बुझ्नु जरुरी छ भन्दाखेरि सडकमा दुर्घटना भएको मान्छेको रेसियोलाई हेर्दाखेरि चाहिँ 25 वर्षभन्दा तलको मान्छेहरूको दुर्घटना पर्ने रेट र मृत्युको रेट चाहिँ बढी छ। अब यसको कानुनमा चाहिँ के छ भने 16 वर्ष छ क्या। अब भोटामा चाहिँ 18 वर्ष हुनुपर्ने, बिहा गर्न 20 वर्ष हुनुपर्ने, अनि बाइक स्कुटीको लाइसेन्स 16 वर्षमा यो कतै अलि चाँडो भयो कि यसलाई चाहिँ अलिकति टेक्निकल हिसाबबाट मिलाउनु पर्छ। यसलाई पनि समय सापेक्ष हिसाबबाट चाहिँ अलिकति चेन्ज गर्यो भने चाहिँ राम्रो हुन्छ भन्ने कुरा हो। र यसको मतलब चाहिँ फेरि सबै दोष चाहिँ युवाहरूको मात्रै भन्ने होइन। कहिलेकाहीँ हामी ओभर स्पिड चेकिङमा बस्छौँ, कारको स्पिड पनि 70, मान्छेको उमेर पनि 70 भएको पनि भेट्छौँ फेरि। त्यही भएर सबै समस्या युवामा मात्रै छ भन्ने कुरा पनि होइन। त्यसले गर्दा अलिकति समयमित हौँ। अब तपाईँहरूले यो कार्यक्रम सुनिदिनु हो, तपाईँको बाँकी यो सेसन चाहिँ अलिकति उपयोगीमूलक होस् र आयोजक मित्रहरूले जुन उद्देश्य र अपेक्षाका साथ तपाईँहरूलाई यो कुर्सीमा आसन ग्रहण गराउनु भएको छ। हामीले आशा गर्छौँ आखिर हामीले बाटोमा भोलि भेट भइहाल्छ। तपाईँहरूले पनि आफ्नो कार्यक्षेत्र तपाईँहरूको पनि सडक वरिपरि नै भएको हुनाले तपाईँ हाम्रो भेट त छँदैछ र हामीले चाहिँ जाँदै फेरि पनि अनुरोध गर्न चाहन्छौँ तपाईँ हाम्रा गतिविधिले हाम्रो संस्थाको गरिमालाई चाहिँ खलल पर्ने किसिमबाट सडकमा प्रयोग नगरौँ। संस्था छ, ब्रान्ड छ, लोगो छ, राज्यको विश्वास छ, आम नागरिकको तपाईँमाथिको अपेक्षा छ, भरोसा छ। त्यो भरोसालाई चाहिँ तुट्न नदिनको लागि सबैले आफ्नो ठाउँबाट काम गरौँ। मानव जीवन हो होइन, सधैँ काम गर्न सकिँदैन। सक्दा राम्रोसँग काम गरौँ, सकारात्मक सोचका साथ अगाडि बढौँ र हाम्रो जीवनयापनले अरूको जीवनयापनमा कष्टकर नहोस् भन्दै यो कार्यक्रमको एकदम भव्य सभ्य तरिकाले सफल होस्, प्रगति होस् र लक्षित वर्गले जुन तपाईँमाथिको योजना अनुरूप तपाईँलाई यहाँ ल्याउनु भएको छ त्यो लक्ष्यबाट तपाईँ पनि प्रभावित हुनुहोस्, रुच्नुहोस्, भिज्नुहोस् अनि शीतल हुनुहोस् र बाँकी जीवनलाई सुरक्षित रहोस् भन्दै तपाईँहरूबाट हामी बिदा हुन चाहन्छौँ। धन्यवाद, नमस्ते, जय हिन्द। कार्यक्रममा 181औं पटक रक्तदान गर्ने प्रेम सागर कर्माचार्यले रक्तदानको महत्त्व र आवश्यकताबारे चर्चा गर्नुभएको थियो। चाहिने भन्दा बढी रगतको डिमान्ड भइरहेको छ। अहिले वास्तवमा भन्ने हो भने जुन किसिमको रगतको माग छ त्यसको 30 देखि 35% मात्रै रगत खपत भइरहेको अवस्था। अनि 60 देखि 65 देखि 70% रगत चाहिँ कहाँबाट हुँदा हाम्रो खोजीको विषय पनि बनेको छ। यसरी चिकित्सक बन्धुहरूले पनि चाहिने भन्दा बढी रगत माग गर्ने अनि त्यही कम गर्ने, त्यही रगत अनि हिडेन रूपमा चाहिँ त्यहाँबाट व्यापार सुरु छ। यो कसरी बुझिरहेको अवस्था छ। तपाईँ हामी लाग्नु पर्यो। तपाईँहरू कहीँ कतै जाँदाखेरि रगत छ छैन आफ्नो ठाउँमा छ, यदि छ भने कहिलेकाहीँ रिप्लेस अनि दिन्छु भन्छ, त्यो आफैमा एउटा अपराध हो, पाप हो भन्छौँ हामी। किनकि रगत दान गरिरहेको छ, त्यो रगत चाहिँ तपाईँको सम्बन्धित मान्छे जाँदाखेरि, चाहिने मान्छे जाँदाखेरि छैन भन्छ, मान्छेले ओट दिन्छु भन्छ। कसरी दान गरेको रगत तपाईँ हामीले हामीले दान गरेको चिज अरू कसैलाई हो। त्यसरी चाहिँ यसलाई कर्मचारीहरूले चाहिँ आफ्नो काममा राख्नुपर्छ। यी कुराहरू पनि त्यहाँ छ भने खुर्क लिने हो। इनकेस दिएन त्यहाँ भइकन पनि कतिपय कुराहरू थाहा नभएकाहरूलाई चाहिँ मजासँग उनीहरूले प्ले गर्न सक्छौँ। त्यतिखेर कमसेकम हामीलाई पनि एकल जानकारी दियो भने हामी त्यही त्यो रगत तपाईँहरूलाई सहज रूपमा उपयोग गर्ने कोसिस पनि गर्छौँ। यो पनि म तपाईँलाई जानकारी दिएँ। कार्यक्रममा प्रत्येक वर्ष गरिँदै आएको कर्मचारी सम्मान अन्तर्गत नेप्सेम्याक ग्रुप अन्तर्गतका कम्पनीहरूमा रही उत्कृष्ट कार्य सम्पादन गर्ने 14 जना कर्मचारीहरूलाई नगद सहित सम्मान समेत गरिएको थियो। सो अन्तर्गत चालक पूर्णसिंह तामाङलाई रु 15,000 नगद तथा प्रमाणपत्र सहित सर्वोत्कृष्ट सम्मान गरिएको थियो भने सपना ढुङ्गाना, राधाकुमारी कटुवाल, नानुमाया गुरुङ, पूजा देउला, वीरेन्द्र कुमार चौधरी, जितबहादुर तामाङ, मनोज कुमार, खेमबहादुर लिम्बू, केवल लिम्बू, सङ्गीता श्रेष्ठ, यमुना पौडेल, जीवन सोराली मगर र उत्तम प्रसाद लामिछानेलाई रु 7,500 रुपैयाँ नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।
यो नेप्सिम्याक ग्रुप अन्तर्गत 5-6वटा कम्पनीहरू छन्। यसमा काम गर्ने विभिन्न ठाउँका जस्तै अब बनेपादेखि धुलीखेलदेखि यता के अरे रामकोट महाराजगञ्ज धेरै काम गर्ने साथीहरू छन्। अब शाखागत रूपमा काम गर्ने साथीहरू भएको हुनाले हामी चाहिँ यो वार्षिक रूपमा कर्मचारी सम्मान प्रशिक्षण अनि यसलाई चाहिँ वनभोजको रूपमा स्वरूप दिएर र यो पल्ट चाहिँ हामीले साथसाथै रक्तदान कार्यक्रम पनि गर्ने आयोजना गरेको हो र यसमा चाहिँ मान्छेलाई हाम्रो संस्थागत रूपमा के भइरहेको छ, के काम भइरहेको छ, हाम्रो दायित्व के छ, कर्तव्य के छ, यो विषय पनि जानकारी गराउँछौँ र एक आपसमा चिनजान अझ के अरे चाहिँ नेप्सिम्याकका गतिविधिहरू आफ्नो काम कर्तव्य र अधिकारको विषयमा पनि उहाँलाई जानकारी गराउने हिसाबमा यो कार्यक्रम वार्षिक रूपमा हामी आयोजना गर्ने गर्छौँ। अब यो कार्यक्रमले खास गरी हामी स्थानीय तहका जनप्रतिनिधिहरू अनि स्थानीय रूपमा जो सङ्घ संस्थाहरूका प्रतिनिधिहरू र हाम्रा कर्मचारीहरू चाहिँ धेरैतिर छरिएर काम गर्ने कर्मचारीहरूलाई एक ठाउँमा भेला गरेर आफ्ना विचारहरू हाम्रा क्रियाकलापहरू र एक आपसका के हामीले गर्ने के अरे चाहिँ जुन एक्टिभिटीहरूमा चाहिँ उहाँहरूलाई सरिक गरायो भने यसले यस्तो काम गर्छ, यसरी यो काम हुँदो रहेछ भनेर उहाँलाई जानकारी पनि हुन्छ र थप के अरे चाहिँ उहाँहरूलाई के भन्छ यसलाई हौसला र प्रोत्साहन पनि हुन्छ भन्ने हाम्रो उद्देश्य हो। आजको कार्यक्रम वास्तवमा सफलतापूर्वकै सम्पन्न भएको छ किनभने हामीले ललितपुर महानगरपालिका वार्ड नम्बर महानगरपालिकाका मेयरलाई हामीले प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेका थियौँ। मेयर साहब र चाहिँ दक्षिणकाली नगरपालिकाका मेयर साहब आउनुभएको थियो र अरू वडा अध्यक्षहरू आउनुभएको थियो र विभिन्न सङ्घ संस्थाका चाहिँ प्रतिनिधिहरू पनि आएर हाम्रो कार्यक्रममा जो सहभागी हुनुभयो, कसैले शुभकामना दिनुभयो। वास्तवमा यसले चाहिँ हामीलाई अरू थप हौसला प्रोत्साहन र अरू दायित्व बोध पनि हामीले चाहिँ प्राप्त गरेको जस्तो हामीले महसुस भएको छ। नेप्सिम्याक ग्रुपले आज जुन यो वार्षिक रूपमा गरिने कार्यक्रम हो, वार्षिक रूपमा गरिने कार्यक्रममध्ये आज हामीले एउटा सद्भावना भेला भनेर यो कार्यक्रमको आयोजना गरेका छौँ। यसमा आबद्ध 6वटा कम्पनीहरूलाई हामीले यसमा सम्मिलित गरेका छौँ र यो एक अर्का बीच कम्पनीहरूले के काम गरिरहेका छन्, कस्तो खालको व्यवहारहरू भइरहेको छ र वर्षभरि काम गरिन्छ, उनीहरूको एक आपसमा भेटघाट हुँदैन, त्यो भेटघाट हुने मौका पनि मिल्न सकोस् र सबै दिन यो 365 दिनै कामहरू हुँदा हाराहारी एक दिन चाहिँ उनीहरू एक आपसमा भाइचाराको सम्बन्ध प्रगाढ बनाउन सकुन्, सम्बन्ध विस्तार गर्न सकुन्, हेलमेलको वातावरण बन्न सकोस्, अझ सम्बन्ध सुमधुर र प्रगाढ बन्न सकोस् भन्ने उद्देश्यका साथ आयोजित यो कार्यक्रम हो। वार्षिक रूपमा गरिने कार्यक्रम हो यो। वर्षमा हामी एकपटक गर्छौँ र हामीसँग अर्को पनि एउटा के छ यसमा जोडिएको भने नगरपालिका नेप्सिम्याकले 12वटा नगरपालिकाहरूको आंशिक भागमा काम गर्छ। ती 12वटा नगरपालिकाका आंशिक भागमा हाराहारी 67-68 वटा ओडाहरूमा हामी पुगिरहेका हुन्छौँ। ती ओडाहरूका प्रतिनिधिहरूलाई पनि हामीले सबैलाई आमन्त्रण गरेका छौँ र ती नगरपालिकाका व्यक्तित्वहरूलाई पनि आमन्त्रण गरेका छौँ, सङ्घ संस्थाका व्यक्तित्वहरूलाई पनि आमन्त्रण गरेका छौँ र नेप्सिम्याकले के गरिराखेको छ, के गर्दा नेप्सिम्याक अझ अग्रगतिमा जान सक्छ भन्ने उहाँहरूका शुभकामना लिने र उहाँहरूका मन्तव्यहरू पनि लिने, उहाँहरूका सुझाव सल्लाहहरू पनि लिने र हाम्रा विचारहरू संस्थागत गतिविधिहरू पनि दिने खालको कार्यक्रम हो यो सद्भावना कार्यक्रम भनेको भेटघाट हो। यो भेटघाटसँग चाहिँ हामीले रक्तदान, कर्मचारी प्रशिक्षण, कर्मचारी सम्मान र यहाँ वनभोज गरेर यो 4वटा कार्यक्रमको एउटा संयोजन यहाँ गरिरहेका छौँ। यहाँ चाहिँ विभिन्न पालिकाका नगर प्रमुख, त्यसै गरी वडाध्यक्षज्यूहरू, टोल विकास संस्था वा क्लब वा महिला समूहका प्रतिनिधिज्यूहरू जसले हामीलाई यो हाम्रो फोहोर मैला व्यवस्थापन सम्बन्धी काममा सहयोग गरिरहनु भएको छ, उहाँहरू आएर हामीलाई शुभकामना दिने काम गरिरहनु भएको छ र यो कार्यक्रम हाम्रो कम्पनीको नियमित कार्यक्रम हो। नियमित कार्यक्रम अन्तर्गत आज यो सद्भावना भेला गरिरहेका छौँ। यो कार्यक्रमबाट कर्मचारीहरू बिचमा एउटा आत्मीयता, एउटा विभिन्न शाखा छ, कोही भक्तपुर काम गर्छन्, कोही बनेपा गर्छन्, कोही काठमाडौँ गर्छन्, कोही दक्षिणकाली गर्छन्। त्यो कर्मचारीहरू बिचमा भेटघाट नभइरहेको हुन्छ, उनीहरूसँग एउटा भेटघाट हुने, आत्मीयता बढाउने काम हुन्छ भने अर्कातिर नगर प्रमुखहरू जो आउनु भएको छ, वडाध्यक्षहरू आउनु भएको छ, जो टोल विकास संस्थाका प्रतिनिधिहरू आउनु भएको छ, जसले हामीलाई निरन्तर यो काममा सहयोग गरिरहनु भएको छ, उहाँहरूलाई पनि थप अब के गर्नुपर्छ त, यो नेप्सिम्याकले गरेको काम वा फोहोर मैला व्यवस्थापन सम्बन्धी कामलाई थप परिमार्जित परिष्कृत गर्न के गर्नुपर्छ त भन्ने सन्दर्भमा उहाँहरूले पनि हामीलाई शुभकामना दिनुहुन्छ। उहाँहरूको शुभकामना बमोजिम हामीले हाम्रा कार्यक्रम, हाम्रा गतिविधिहरूलाई पनि थप
विकास तथा विस्तार गर्ने हाम्रो योजना भएको हुनाले यो कार्यक्रमबाट यो फोहोर व्यवस्थापन वा अहिले हामीले गरेको काम चाहिँ एउटा कोसेढुङ्गाको रूपमा साबित हुनेछ भन्ने हामीलाई विश्वास छ। सर्वप्रथम त नेसम्याक सेवा प्राली ग्रुप अन्तर्गत हामीकोमा लगभग 540 जनाको हाराहारीको टिम छ। त्यो टिम अन्तर्गत हामी अहिलेसम्म यो नेसम्याक सरसफाइ सम्बन्धीमा खटिरहेका छौँ। त्यसमा हाम्रो बढी मजदुरको चाहिँ नि कर्मचारी स्टाफहरूको सेवा सुविधाको विषयदेखि लिएर हरेक कुराहरू अहिले नेसम्याकको व्यवस्थापनले सन्तोषजनक नै दिएको देखिन्छ। अब धेरै कुराहरू त अब कहिलेकाहीँ अपुगमा हुँदा हामीले आपसी छलफल गरेर हाम्रो कुराहरूलाई अगाडि बढाउँछौँ र सकेसम्म अनुशासन र राष्ट्रको नियम कानुनलाई पनि अवलम्बन गरेर अगाडि बढ्ने कोसिस गरेका छौँ र समग्र मैले देख्दा चाहिँ हामीलाई भएको साधन स्रोत अब कामको कठिनाइहरू र राज्यले दिनुपर्ने न्यूनतम तलबमा चाहिँ समस्या छ। त्यो चाहिँ हामीलाई अपुग छ। राज्यले कम्तीमा पनि दिनको 1000 रुपियाँ चाहिँ दिनुपर्छ भन्ने हाम्रो पहिलादेखिको माग हो, अहिले पनि छ। अब तर राज्यको नीतिको कमजोरीका कारण हामीलाई त्यो सेवा सुविधामा चाहिँ अप्ठ्यारो परिरहेको छ। अब अर्को हाम्रो सङ्गठनमा के कुरा उठिरहेको छ भने राज्यले चाहिँ यो स्वास्थ्य शिक्षा चाहिँ भरिसक फ्री गरिदियो भने हामीले खास यो तलब चाहिँ मागिरहनु नपर्ने अवस्था बनाइदिए राम्रो हुन्थ्यो भन्ने लाग्छ। यो विगतदेखि नै वर्षमा एकचोटि कर्मचारी र व्यवस्थापन बिचको यो वनभोज र सद्भाव कार्यक्रमलाई निरन्तरता दिएको छ। यसले चाहिँ कर्मचारीमा एक खालको उत्साह अनि मोटिभेसन र अफिसका संस्थागत कुराहरू चाहिँ नि सिकायतको बुझारत गर्ने र सिकाइमा बढी ध्यान दिने र अनुशासित बनाउने काम गरिरहेको छ। यसमा चाहिँ हामी